धेरैजनाको प्रश्न यही छ कि बच्चालाई कसरी खुवाउने, बच्चाले केही पनि खाइदिन्न, हामीले कसरी खुवाउने त भन्ने चाहिँ धेरै आमाहरूको समस्या रहेको छ होइन। म चाहिँ आज तपाईँहरूलाई चाहिँ यस्तो इम्पोर्टेन्ट कुराहरू चाहिँ बताउन गइरहेको छु जसले चाहिँ तपाईँको बच्चालाई चाहिँ खुवाउनलाई एकदमै इजी हुनसक्छ। एक नम्बर भनेको मस्ट इम्पोर्टेन्ट है, त चाहिँ बढी मात्रामा बच्चाले एकदमै धेरै ब्रेस्ट फिडिङ गर्छ भने चाहिँ उसले खाना खान मान्दैन। बच्चाले खाना खानभन्दा 2 घन्टा अगाडि चाहिँ तपाईँले दुध दिनु भएन है, नदिनु होला। अनि रातिमा एकदमै धेरै बच्चाले कन्टिन्यू रूपमा ब्रेस्ट फिड गर्छ भने पनि उसले दिनभरि उसले चाहिँ खाना खान मान्दैन। त्यही भएर त्यो कुरामा पनि तपाईँहरूले ध्यान दिनु होला। दोस्रो नम्बर भनेको चाहिँ हामीले चाहिँ एकदमै धेरै बाक्लो बनाउने खानेकुरा अथवा एकदमै धेरै पातलो बनाउने। बाक्लो बनाउँदाखेरि उसको घाँटीमा चाहिँ उसलाई निल्न अप्ठ्यारो हुन्छ, अनि पातलो बनाउँदा चाहिँ उसलाई स्वाद पनि आउँदैन, त्यो पनि भयो। अनि अर्को भनेको हामीले जबरजस्ती गर्ने। बच्चाले खाना खोजे छैन भने 2-3 चम्चा बाँकी छ भने हामीले स्टप गर्न जान्नुपर्छ क्या। हाम्रो बानी के हुन्छ भन्दा पुरै भ्याउँछु, पुरै भ्याइदियो हुन्थ्यो अनि बल्ल ढुक्क हुन्छ, बल्ल खाए जस्तो हुन्छ भन्ने फिल हुन्छ। तर हामीले उसले खाना खोज्दैन भने जतिबाट खाना खोज्दैन त्यसपछि फोर्स नगर्नु। बच्चा डरायो भने पनि उसले चाहिँ खाना खोज्दैन। अनि अर्को भनेको चाहिँ बच्चालाई चाहिँ हामीले आफै एक्सप्लोर गर्न दिने क्या। बच्चालाई चाहिँ चम्चा समाउन दिने, उसलाई खाना दिने, उसले आफै खाना खोज्छ नि त जब, अनि त्यसपछि चाहिँ उसलाई त्यो खानाप्रति इन्ट्रेस्ट हुन थाल्छ क्या। त्यही भएर चाहिँ चम्चा समाउन दिने, फोहोर गर्छ अर्छ भनेर चाहिँ टेन्सन मान्ने दिने। त्यसपछि अर्को भनेको टिभी मोबाइल केही पनि नदेखाउने। यो भनिरहँदाखेरि चाहिँ कतिपयलाई चाहिँ अब कसरी खुवाउने त, त्यही टिभी मोबाइल देखाएर खुवाउने बानी छ, कसरी खुवाउने त भन्ने पनि हुनसक्छ। टिभी मोबाइलको फोकस उता त्यो टिभी मोबाइलबाट फोकस हटाइयो भने उसको चाहिँ खानामा ध्यान हुनसक्छ। अनि अर्को भनेको चाहिँ सेम टाइममा चाहिँ बेबीलाई खाना दिने। अब आज तपाईँले 10 बजे खुवाउनु भएको छ भने भोलि पनि 10 बजे उसलाई ट्याक्क खुवाउनु पर्यो क्या। यताउति समय भयो भने पनि बच्चाले चाहिँ खाइदिन्न। त्यसरी तपाईँहरूले चाहिँ यो सबै टिप्सहरू चाहिँ फलो गरेर कोसिस गर्नुहोस् है, अवश्य खान्छ। मेरो बाबुलाई पनि मैले आजभोलि चाहिँ यो एउटा समय सेट गरेको छु जसको कारणले गर्दा चाहिँ अहिले चाहिँ बल्ल उसले चाहिँ खाना थालेको छ होइन। तपाईँहरूलाई पनि हेल्प होस् भनेर चाहिँ मैले यो टिप्सहरू दिएको है त। बाई बाई।